उच्च अदालत जनकपुरले दाइजो सम्बन्धी कसुरमा महोत्तरीको रामगोपालपुर नगरपालिका 5 का डाक्टर पंकज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। अदालतले उनलाई 3 लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहिबार धरौटी लिएर रिहा गर्न आदेश दिएको रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए। पुस 22 गते जिल्ला अदालत महोत्तरीको आदेशमा डाक्टर चौधरीलाई पूर्वपक्षका लागि जेल चलान गरेको थियो। दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी श्रीमती महोत्तरीकी औरही नगरपालिका 1 माइत भएकी 21 वर्षीय नेहा चौधरीले दाइजो सम्बन्धी कसुर मुद्दा दायर गरेकी थिइन्। 3 वर्षको प्रेम सम्बन्ध पश्चात 25 फागुन 2078 मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुर धामको एक होटलमा विवाह सम्पन्न भएको थियो। विवाहको 4 महिनापछि श्रीमान श्रीमती बीच विवाद उत्पन्न भएको थियो। नेहाले दाइजोमा पंकजले काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छिन्। पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन्। दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा 60 वर्षीय रामप्रवेश चौधरी पनि पूर्वपक्षका लागि गत फागुन 30 गते जलेश्वर कारागार चलान भएका छन्।